हैन। तथापि त्यो आएका स्टोरीहरूलाई हामीले सङ्ग्रहित गरेर पुस्तकको रूपमा त्यसलाई चाहिँ प्रकाशन गर्नु पर्यो। त्यो प्रकाशनका लागि यहाँले बजेट छुट्याउनु पर्यो। कम्तीमा 2-3 लाख रुपियाँ बजेट छुट्याउनु पर्यो। पुस्तकका लागि, फेलोसिपका लागि, कार्यशालाका लागि 3वटा कार्यक्रमहरू गर्ने। कार्यशाला हुन्छ, त्यसपछि फेलोसिप दिइन्छ। फेलोसिपमा छानिएका उत्कृष्ट फिचरहरू या भनौँ समाचारहरू किताबका रूपमा आउँछ। भोलि तपाईँले बिदा लिइरहँदा त्यो किताब त अर्को कार्यकालमा आउने अध्यक्षले, जनप्रतिनिधिले हेर्छन् विगतमा के भएको थियो, स्थिति कस्तो थियो भन्ने कुराहरू किताबले छान्न पार्छ। तपाईँले धेरै कामहरू गर्नुहुन्छ तर त्यो रेकर्ड हुँदैन कहीँ पनि। रेकर्डेड हुने कामहरू तपाईँहरू गर्नुहोस् कि रचनात्मक सृजनात्मक यस्तो कामहरू गर्नुहोस् कि भोलिका दिनमा 10 वर्षपछि अहिलेको अध्यक्षले के काम गर्नुभएको थियो, अहिलेको वडा कार्यालयले के काम गरेको थियो भनेर सर्व हेर्न सकियोस्, पढ्न सकियोस्, अध्ययन गर्न सकियोस्। त्यतातिर हामी लाग्ने हो। यो कार्यक्रमका लागि मैले 6-7 महिना अगाडि नै वडा अध्यक्षज्यूलाई भनेको थिएँ यस्तो खालको कार्यक्रम गर्नु होला भनेको थिएँ। त्यो मेरो आग्रहलाई, मेरो चाहिँ एउटा सल्लाह सुझावलाई उहाँले कार्यान्वयन त गर्नुभयो तर अझै अपुरो अधुरो होइन। त्यो चाहिँ एउटा भोक जागृत गराउने मात्रै एउटा माध्यम भयो भन्ने मलाई लाग्दछ। त्यसका लागि यहाँहरूलाई थप चाहिँ सल्लाह, थप सुझाव या थप चाहिँ सहकार्य के गर्नु पर्यो तपाईँहरूले भन्नु होला होइन। म एउटा अहिले चाहिँ पत्रकार महासङ्घको लुम्बिनी प्रदेशको अध्यक्षका रूपमा छु। म आएर यहाँ गर्न सकिने स्थिति कति हुन्छ के हुन्छ त्यो आफ्नो ठाउँमा होला, तर मेरो वडा कार्यालय हो। म यहीँकै स्थानीयवासी भएको हुनाले म चाहिँ जसरी पनि वडा कार्यालयले पत्रकारितासँग या सञ्चार क्षेत्रसँग सम्बन्धित कुनै पनि कार्यक्रमहरू, अभियानहरू अगाडि बढायो भने मेरो सल्लाह सहयोग रहनेछ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र साथीहरूले राम्रो स्टोरीहरू उठाउनु भएको छ। अर्नवा तालको बारेमा लेखेको छ, यहाँबाट चाहिँ यो वृक्षारोपणको विषय, हरियालीको विषय उठाउनु भएको छ, सिक्दै पढ्दैको कुराहरू आएको छ। यी धेरै इस्युहरू, धेरै सवालहरू, मुद्दाहरू उठाउनु भएका छन्। यसलाई तपाईँहरूले ऐतिहासिक रूपमा अझै सङ्ग्रहित गर्ने खालको वातावरण बनाउनु होला भन्ने पनि आग्रह गर्न चाहन्छु। र पत्रकार महासङ्घ प्रदेश समितिबाट पनि राजापुर क्षेत्रका विशेष गरेर रिपोर्टिङ गरिरहेका साथीहरूलाई लक्षित गरेर त्यस्ता खालका तालिमहरू पनि हामी सञ्चालन गर्ने प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु। पत्रकार महासङ्घ प्रदेशमा मैले नेतृत्व सम्हालिसकेपछि यसअघि 30-40 लाख रुपियाँ मात्रै प्रदेश समितिका लागि बजेट छुट्याइन्थ्यो भने अहिले हाराहारी 2.25 करोड बजेट छुट्याइएको छ। त्यो हाम्रै पहलले हो। मैले नै अगुवाई गरेका कारण त्यो बजेटहरू आएको छ। सञ्चारकर्मीहरूलाई विभिन्न खालका तालिमहरू, कार्यक्रमहरू दिने, सञ्चार माध्यमको संस्थागत विकास गर्ने भनेर नै सरकारले बजेट छुट्याएको छ। त्यो भनेको हाम्रै लागि हो। तसर्थ पत्रकारितामा लाग्ने इच्छुक साथीहरू र पत्रकारितामा लागिरहेका साथीहरूलाई टिचर फेलोसिप